नेपाल मगर केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष तथा यो जो आजको यो कार्यक्रमको चाहिँ आर्थिक संयोजन गर्नुहुने सुनसरी गाउँपालिका का चाहिँ अध्यक्ष हाम्रो आदरणीय मित्र धनबहादुर कुन मगरज्यू, उहाँलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। अब यसपछि नेपाल मगर केन्द्रीय समितिका हाम्रा केन्द्रीय सदस्यज्यूहरूलाई म यथास्थानमा आसन गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नेपाल मगर सङ्घको विभिन्न प्रदेश कमिटीका अध्यक्षज्यूहरूलाई पनि निमन्त्रणा भएको ज्यूहरूलाई चाहिँ हुनेछ। हाम्रो थुप्रै हामीले अतिथिज्यूहरू विभिन्न प्राज्ञज्यूहरूलाई हामीले चाहिँ आमन्त्रण गरेका छौँ। उहाँहरूको आगमनसँगै मैले पुनः अतिथिको क्रमलाई मैले जोड्ने यहाँको माझमा अलिक छुट्याइकन उनीहरू मद्दत गर्न चाहन्छु। केन्द्रीय समितिका भाषाको उपाध्यक्ष मायापुरा बुढा मगरज्यूको पनि आगमन भएको छ। उहाँलाई हामीसँग झाँकी हाम्रो सुनसरी गाउँपालिकाको सबै वडाहरूबाट झाँकी आउनु भएको छ। सबैले हामीले समय दिन परिरहेको छ। त्यसैले फेरि मैले हजुरलाई के अनुरोध गर्छु भन्दाखेरि यतिखेर हामीले मगराज साहित्यका र मगर दर्शन सम्बन्धी हाम्रो यो 2 दिने राष्ट्रिय स्तरको चाहिँ कार्यशाला गोष्ठी हामीले गर्न गइरहेका छौँ। थुप्रै प्राज्ञहरू काठमाडौँबाट आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार्दै हामी माझ आइपुग्नु भएको छ। त्यसैले उहाँको धेरै कुराहरू सिक्नु छ, उहाँबाट हामीले धेरै ज्ञानका कुराहरू चाहिँ लिनु छ। यो अर्थमा पनि हामीले समयलाई अलिक बचाउनु पर्ने भएको कारणले गर्दाखेरि हाम्रा यो सरङ्गी हाता प्रस्तुत गरिराख्नु हुने हाम्रा कलाकार साथीहरूलाई अब आफ्नो हजुरहरूको यो झाँकी प्रदर्शन गर्ने समयलाई छुट्याइदिन हुन सकाइदिन मद्दत गर्न चाहन्छौँ। कम्तीमा पनि 2 मिनट 3 मिनट पनि हामीले चाहिँ दिन खोज्यौँ भने आधा घन्टा खोज्दै यत्तिकै बिच नै। त्यसैले यो झाँक्री नेपाल मगर सङ्घ केन्द्रीय समितिले 2080देखि अनुसन्धान गर्नु छ, अधिकार सम्पन्न हाम्रो समुदायलाई बनाउनु छ र अन्ततः हामीले मगर साहित्यकार सँगसँगै मगर दर्शन पनि निर्माण गर्न पर्ने भएको छ। त्यसैले यतिखेर नेपाल मगर सङ्घ केन्द्रीय समितिले अलिकति प्राज्ञिक बहस, प्राज्ञिक छलफल, प्राज्ञिक कर्म गर्नुपर्छ भनेर हामी अगाडि बढिरहेका छौँ। यसैको शुभारम्भ हामीले सुनसरी गाउँपालिकाको आर्थिक सहयोगमा आज हामीले यो कार्यक्रम गर्न खोजिरहेका छौँ। यो कार्यक्रम नेपाल मगर सङ्घ केन्द्रीय समितिका सल्लाहकार पूर्व उपराष्ट्रपति सम्माननीय नन्द बहादुर कुन मगर पासङज्यूको प्रमुख आतिथ्यतामा यो हामीले कार्यक्रम सम्पन्न गर्न खोजिरहेका छौँ। त्यसै गरी नेपाल मगर सङ्घ केन्द्रीय समितिका सल्लाहकार वरिष्ठ पूर्व महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष र हाल लुम्बिनी प्रदेशका चाहिँ सभामुख आजको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा हामीले उहाँलाई चाहिँ पाएका छौँ। हामी यो अर्थमा पनि असाध्यै खुसी छौँ। हामीसँग थुप्रै राजनीतिक दलबाट प्रतिनिधित्व गरेर आउनुहुने हाम्रा नेपाल मगर सङ्घ केन्द्रीय समितिका सल्लाहकारज्यूहरू पनि हामीसँग हुनुहुन्छ। विभिन्न प्राज्ञहरू पनि हामी माझ हुनुहुन्छ। त्यसैले पनि यो आजको हाम्रो कार्यक्रम ऐतिहासिक बन्दैछ। राष्ट्रिय रूपमै यो राष्ट्रिय कार्यशाला हामीले चाहिँ यो कार्यक्रमलाई सम्पन्न गर्न खोजिरहेका छौँ। आर्थिक रूपमा संयोजन गर्दै हुने नेपाल मगर सङ्घ केन्द्रीय समितिका हाम्रा वरिष्ठ उपाध्यक्ष धनबहादुर कुन मगरज्यू प्रति पनि चाहन्छौँ। तपाईँहरूको आर्थिक सहयोगका कारणले गर्दा यो आज कार्यक्रम सम्पन्न हुँदैछ। हामीले यो रोल्पा जिल्लाको यो जेलदानमा यति धेरै विशिष्ट व्यक्तित्वहरू, यति धेरै प्राज्ञहरूले हामीले यहाँ भित्राउन हामी सफल भएका छौँ। उहाँबाट हामीले धेरै कुराहरू सिक्नु छ।
धेरै कुराहरू जान्नु छ, त्यसैले पनि समयलाई हामीले छुट्याउनु छ। त्यसैले उद्घाटन समारोहलाई हामीले एकदम अगाडि बढ्नु होला। यसपछि लगत्तै अर्को संस्कृति देखाउन आउनुहुने सम्पूर्ण साथीहरूलाई म अगाडि बढाउन चाहन्छु। पञ्चे बाजा सञ्चालित साथीहरूलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हजुरको आगमनले हाम्रो सफल भएको छ। हामीसँग समय अलिक कम छ, त्यसैले आफ्नो प्रस्तुतिलाई छट्याइदिनु भने पनि मद्दत गर्न चाहन्छु। करिब 8-9वटा संस्कृतिहरू हामीसँग यतिखेर हुनुहुन्छ। हामी एउटा समूहलाई 3 मिनट जति समय दियौँ भने पनि आधा घन्टाको सीमा महिना बित्छ। त्यसैले हामीले राष्ट्रिय कार्यशाला गोष्ठीमा थुप्रै प्राज्ञिक बहसहरू छलफलहरूमा हामी छलफल बहस गरेर निष्कर्षमा पुग्नु छ। त्यसैले यो अबको प्रस्तुतिलाई चाहिँ छट्याइदिएर मद्दत गर्न चाहन्छु। पञ्चे बाजा समूह सुनचरी 4 सिउरीका सम्पूर्ण दाजुभाइजीको हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। भने सफल हुन्थेन। प्रदर्शन भइरहेको छ। तपाईँ सबैलाई हामी धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हामीसँग समय अलिक कम भएको कारणले गर्दाखेरि हजुरहरूले आफ्नो संस्कृतिलाई छुट्याइदिनु हुन मद्दत गर्न चाहन्छु। माझीबाङबाट प्रेक्षकले नृत्य प्रदर्शन गर्दै हुनुहुन्छ। माझीबाङका सम्पूर्ण सांस्कृतिक प्रेमी दाजुभाइ दिदीबहिनीहरूप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। एउटा जेलब्याङकै आजको हाम्रो कार्यक्रमलाई सफल पार्न आउनुभएको छ। तपाईँ सबैप्रति हामी हार्दिक कृतज्ञता गोठमा बारेमा छ। मारुनी नाच साथीहरूले आफ्नो मारुनी नाच प्रदर्शन गरिराख्नु भएको छ। जेलबाङकै बुझाइबाङबाट मारुनी नृत्य मारुनी संस्कृति लिएर आउनुभएको छ। तपाईँ सबैलाई हामी धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। तपाईँहरूको यो साथ, तपाईँहरूको यो सहयोग, तपाईँहरूको जोसले नै गर्दा यो आजको आफ्नो कार्यक्रम भव्य रूपले सफल हुँदैछ। त्यतिखेर हामी नेपाल महोत्सव केन्द्रीय समितिको आयोजना, नेपाल महोत्सव केन्द्रीय समितिका संरक्षक मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको मगर सहयोग